धन्यवाद। मैले हजुरहरूलाई देखाउँदैछु मैले खाली समयमा लगाएका फुल र तरकारीका बारी। हजुरहरूले यो भिडियो अन्त्यसम्म स्किप नगरिकन हेरिदिनु होला। र जाउँ है त बारीतिर। धन्यवाद। यसलाई हाम्रो गाउँतिर पाले फुल भन्छन् यसलाई। एकदम राम्रो फुलिरहेको, कस्तो अप्ठ्यारामा यस्तो राम्रो फुलिरहेको हो। यो गोदावरी फुल हो। यो त गमलामा फुलाएको हामीले। यो चाहिँ मनी प्लान्ट जस्तो एउटा फुल हो। यो चाहिँ तुलसी जस्तो एउटा फुल छ। यो तुलसी जस्तो मौनी रात हुन्छ। यो चाहिँ सदाबहार फुलिरहने फुलको बिरुवा हो। यो चाहिँ पहाडबाट मगाएको हामीले मसिनो फुल चाहिँ एकदम राम्रो फुल्छ। यो फुलिरहन्छ बाह्रैमासे, एकदम राम्रो हुन्छ। यो फेरि त्यसको जोडा हो। यो मसिनो फुल चाहिँ पनि। यो चाहिँ भाले फुल भन्छ, त्यही हो। यो चाहिँ प्रायः सो घरभित्र लगाउने फुल जस्तै हो। मैले यो गेटमा लगाएको छु घरको ठ्याक्क अगाडिपट्टि निल्ने ठाउँमा। यो चाहिँ वन लसुन। यो वन लसुन हो। यो म टायरमा बनाएर लगाएको छु यसलाई। यो चाहिँ 12 बजे फुल भन्छ यसलाई हाम्रो त्यतिर। यो घिउकुमारी, यो पनि 12 बजे फुल हो। यो चाहिँ घरभित्र हाल्नु एकदम त्यस्तै खाले बिरुवा हो। यो चाहिँ छतमाथिबाट पुरा चराहरू उडेको हरियाली। अब यो फेरि च्याउ 3टा लगाएकोमा 2टा चाहिँ राम्रो भयो, एउटा चाहिँ अलिक खासी राम्रो भएन यसमा। यो अखबारे खुर्सानी बिरुवा लगाएको यो बोरामा राम्रो भइरहेको। यो काउली एउटा बेर्न लगाएको यहाँ। यो फेरि यो हो लौका, भर्खरै फल्दैछ लौका। बतिलो लगाइरहेको, सानो बतिलो लगाइरहेको। अनि फेरि लौका बतिलो लगाइरहेको भर्खरै। 15-20 दिनपछि खाने हुन्छ लौका पनि। यो सिमी, कागती सिमी भर्खरै फलिरहेको, खाइएन। अब केही समयपछि खान मिल्छ, केही दिनपछि। यो फेरि बेलौती हो, काटेर ठट्टै बारेको छु मैले। यो सिजनमा काट्ने बेला यो बेला फल्छ राम्रो। यो फेरि कागती पनि काटेरै ठट्टै पारेर कति उम्रिरहेको, फलाइरहेको कागतीको। यो भक्कु अमिलो अखबारे खुर्सानी बेर्नाहरू। यो टमाटर कस्तो अप्ठ्यारो फलिरहेको, बल्ल फलिरहेन् 2-3टा जस्तै। यो पासेको साग हो। यो देख्नु हरियो पुरा खामखाम जस्तो पासेको साग हो। यो सारा बारीमा यो खुर्सानी हो। यो हल्का फलिरहेको खुर्सानी, घरलाई खानलाई भइरहेको खुर्सानी। अब यो अदुवाको बेर्ना, जस्तो अदुवा अलिअलि हुँदो रहेछ नि उसमा तराईमा पनि बेर्ना छ। खुर्सानी, पासेको साग। मैले फेरि यहाँ गुलाबको फुल कलमी गराएको, नर्सरी गरेको, त्यो राम्रो पलायो, राम्रो छ। यो फेरि आँप हो। आँप पनि काटेर ठेट्टै गर्नु छ, पला नै राम्रो हुन्छ। यो धनियाँ यो चटनी तरकारी हालेर खानुलाई मजा भइरहेको नजिकै, घर नजिकै। अब यहाँ अर्को लौका छ, फेरि बाढतिर गएको हल्का बदला भइरहेको। अब 15-20 दिनमा जस खाने हुन्छ लौका पनि। यस्तो छ। मैले फेरि टुपी सल्लो यहाँ नर्सरी गरेको छु। फेरि यहाँ पनि छ नर्सरी, पुरा सबै फुलहरूको छ यहाँ। गुलाबहरू भयो, सबैको छ यहाँ। घन्टी फुलहरूको नर्सरी छ यहाँ। यो लिची हो, 4 साल कलम गरेर मैले रोपेको, यत्रो भयो। अहिले फल्छ कि जस्तो सम्भावना छ, अब हेरौँ फल्यो भने। फेरि यतातिर फेरि अर्को धनियाँ बारिसकेपछि धनियाँ। यो तुलसीको बेर्ना हो, तुलसीको बोट। अब सिमी हेर्नु, सारा सिमी ती फुल या तर जुरेलाले सताएर फुल झारेर हैरान पारिरहेको। जुरेला फुलेको फुल त जुरेलाले हैरान पार्छ। अब हामी मेन तरकारी बारीतिर
यो रायोको साग, यो धनियाँ हो, यो लोकल धनियाँ, यो काउली हो, यो काउली लगाएको बेना हो, यो ठुल्ठुलो भइसकेको छ। 1-1.5 महिना 1 महिना लाग्छ यस फल्नलाई खानलाई। यस्तो छ काउली। यहाँ फेरि बन्दा र काउली मिक्स छ। यहाँ रायोको पनि छ, साग पनि छ। यहाँ फेरि प्याजको बेर्न जमाइदिएको मैले, यस्तो शीतले खान्छ भनेर माथिबाट छोपेछ बराले। यो पनि लोकल धनियाँ हो, यो पनि खुब राम्रो फलिरहेको। रायोको साग चाहिँ प्रशस्त मात्रामा छ, रातो रातो छ। यहाँ मकैहरू, यहाँ फेरि मुला। अब गुन्द्रुक सुन्द्रुक अचार बनाउन खानलाई अब घाम लासी रेडी छ। मुलाको अवस्था यस्तो छ। यो फेरि मटर भर्खरै फुलफुलै फल्दैछ, यत्रो यत्रो भइरह। यो पनि अझै 1 महिना जति लाग्छ। यो सिमी, राजमा जस्तो सिमी छ, कि पटम्म फले रहर लाग्दो फले चाहिँ यस्तो फले सिमी। यो राजमा छ छोटो, लहरा जाँदैन, छोटो सिमी हो यो। फलिरह यस्तरी। रुखले धान नसकेर पल्टिरह। फेरि खाली ठाउँ त राखेको छैन। यो फेरि चना हो, चनाको सानो बेर्ना भनिदिन्छ भर्खरै। यो फेरि लौरामा जाने सिमी हो यो। यस्तो छ। यो पनि यो फल्न सुरु गर्यो। पाहाडबाट एउटा साथीले बिउ ल्याइदिएको थियो, त्यही बिउ लगाएको 3-4 वर्ष भयो, राम्रो फलिरहेको। यहाँ पनि तराईमा पनि यस्तो फलिरहेको, सुरु भइरहेको। यता पनि मटर र काउली छ। काउली भन्नाले बकुला सिप्चनाको छ। यो फुलहरू, यो फेरि खुर्सानी बिहान लागेर रातो भइरहनु मन लाग्यो। यो फेरि म्याउ रोपेको थियो मैले, अलि म्याउ रोपेको सानसानै छ यो बारीमा। यहाँ मुला हेर्नु, आलुको ड्याङ थोरै मुला लाग्यो, यस्तो राम्रो फैलायो। यो सबै आलुको ड्याङ हो। यो 7वटा जति छ आलुको ड्याङ, 7-8वटा लामो छ। यो मुला फेरि छेउ गयो, फेरि साइडको यस्तो छ अवस्था। सर यो मुलाको ड्याङ सर छ। मुला यता चाहिँ आलु, यत्रै आलु छ, यता सिमी यस्तो छ। जाडो मौसम पनि छ। यो रुख फेरि हाम्रो घरमा फुल हो, यो बगानमा चढ्ने फुल हो। जसले यो भिडियो हेरिन्छ लाइक, कमेन्ट, सब्सक्राइब गर्न नभुल्नुहोला साथीहरू। हस् त, धन्यवाद।